युरोपको शक्तिशाली स्पेन र दक्षिण अमेरिकाको गौरव अर्जेन्टिना विश्वकप 2026 को फाइनलमा आज इतिहास लेखिनेछ। ट्रफी यी दुई देशमध्ये कसले उचाल्ला? स्पेनले अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराउँदै फाइनल यात्रा तय गरेको छ भने अर्जेन्टिनाले केप बर्डे, इजिप्ट, स्विजरल्यान्ड र इङ्ल्यान्डलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान बनाएको छ। स्पेनको सबैभन्दा ठुलो शक्ति बल नियन्त्रण, अनुशासित रक्षा र टिमवर्क हो भने अर्जेन्टिनाको शक्ति आक्रमण, फिनिसिङ र ठुलो खेलको अनुभव हो। स्पेनले प्रतियोगितामा निकै कम गोल खाएको छ भने अर्जेन्टिनाले धेरै गोल गरे पनि रक्षामा केही कमजोरी देखिएको छ। यदि खेल रणनीति र बल नियन्त्रणमा केन्द्रित रह्यो भने स्पेनको सम्भावना बलियो छ। यदि खेल खुला र आक्रमण प्रधान बन्यो भने अर्जेन्टिनाको अनुभव र फिनिसिङ निर्णायक बन्न सक्छ। तपाईँलाई यो दुई देशमध्ये कुन टिमले फिफा विश्वकप 2026 को ताज पहिरेला? कृपया आफ्नो कमेन्ट छ भने लेख्नुहोला। धन्यवाद।